ओके सो आज हामी एउटा म्युजिक भिडियो सुट गर्न जाँदैछौँ which is dedicated to the people who lost their lives on the September 8th of 2025. This is the tribute to everyone who lost their lives and so पनि यो मुभमेन्टमा पार्टिसिपेट गर्नुभयो. With all our hearts we wanted change अनि त्यो चेन्ज चाहिँ हामीले ल्याउन पोसिबल भयो. र फर्स्ट डे जे भयो त्यसपछि सेकेन्ड डे हामीले जे देख्यौँ त्यो चाहिँ अभियसली यो लास्ट होस् किनकि जहिले पनि हामीले लडेर चाहिँ जित्न सकिँदैन. नराम्रो फिलिङ थियो र आई होप यो फिलिङ चाहिँ मैले यहाँ त्यस्तै त फिल इमोसन्स एक्सप्रेस गर्न सक्दैन बट जसले आफ्नो ज्यान गवाउनु भयो उहाँको फ्यामिलीलाई चाहिँ हामीले एउटा जुन सुट गरेर एउटा म्युजिक भिडियो हामीले सुट गरेको छौँ. आई होप यो म्युजिक भिडियोले कस्तो गर्छ त्यो त थाहा छैन बट जुन वर्ड्सहरू हामीले युज गरेको छौँ त्यसले चाहिँ सबैको मनलाई छुन्छ र सो ऊ चाहिँ हाम्रो जुन चाहिँ यहाँको बस हो उसको इसारामा हामी चल्नुपर्छ. ऊ नै यहाँको मुख्य मान्छे हो. सो जस्तै हेर्नुभयो नि उसले अहिले इभ्यालुएट गर्दैछ के काम हुँदैछ कसो काम हुँदैछ. ऊ अब यो हेर्न गइरहेछ तिमीहरूले काम चित्त बुझ्दो गइरहेछ कि छैन भनेर. एकदम स्ट्रिक्ट छ जो हाम्रो जुन चाहिँ को आयो भन्नु नि हेर्नु जाँदैछ. ओके सो हाम्रो सुटिङ प्रोग्रेस हुँदैछ. लाइटिङ सेटअप अराउन्ड गर्दैछौँ हुँदैछ. अनि के को लागि ल लडेर र आफ्नो ज्यान गवाएर चाहिँ जित्न सकिँदैन किनकि हामी पिस सबले खोजिरहेको हुन्छौँ र पिस जत्र हामी खुसी छौँ या जत्र हामी बाँच्छौँ र केही अचिभ गर्छौँ त्यसको लागि र त्यो अचिभ गर्नको लागि जहिले पनि रोडमा आएर ज्यान दिन चाहिँ जरुरी छैन. र आई होप यो लास्ट होस् र हाम्रो नेपाल एकदमै राम्रो बनोस्. डिसहार्टनली चाहिँ धेरैजनाले आफ्नो लाइफ पनि लस गर्नु पर्यो तर वी आर काइन्ड अफ लुकिङ फरवर्ड टु मेकिङ दिस कन्ट्री अ बेटर प्लेस टु लिभ. बट त्यही हो कि मैले चाहिँ आफ्नो वर्डमा एक्सप्लेन गर्न सक्दिनँ किनकि म हजुरको फ्यामिली मेम्बरमा पर्दैन बट यति हो कि मलाई चाहिँ एकदमै नराम्रो लाग्यो. अनि जति पनि हामीले कन्ट्रिब्युसन गरेको छौँ जतिजनाले पनि पार्ट लियौँ सबैजनाले चाहिँ आफ्नो मनदेखि नै चेन्ज चाहेको थियौँ अनि एउटा इनिसियल स्टेप चाहिँ हामीले लिन सकेको छौँ है भन्ने चाहिँ फिल भइरहेको छ. र उहाँले आफ्नो यहाँ आफ्नो ज्यान गवाउँदाखेरि चाहिँ खास नेपाल बनाउनको लागि अभियसली एकदमै नराम्रो लाग्छ र त्यो मैले एक्सप्लेनै गर्न सक्दिनँ किनकि जसले आफ्नो मान्छे र जसले त्यो इमोसन्स मैले कसरी सेयर गर्ने किनकि जत्र हामीले कसैसँग समय बिताउँछ र त्यो बाहिर जाँदाखेरि हामीलाई यति नराम्रो लाग्छ जसले दुनियाँ छोडो हैन त्यसको कमी हामीले कहिले पनि फुलफिल गर्न सक्दैनौँ. बट सो टु बी अ पार्ट अफ दिस इनिसिएटिभ जसले चाहिँ यही मुभमेन्टलाई ट्रिब्युट दिँदै हुनुहुन्छ. आई फिल थ्याङ्कफुल फर द टिम एन्ड यस थ्याङ्क यू सो मच.
थ्याङ्क यू सो मच हजुरले गर्दाखेरि चाहिँ आज एटलिस्ट केही चेन्ज भएको छ र नेपाल राम्रो बनाउनको लागि हामी पनि लडिरहेको छौँ र त्यही अरू त केही पनि भन्न सकिँदैन।